म चाहिँ उ गर्छु है। मलाई चाहिँ अब एकातर्फ खुसी छ भनेपछि चाहिँ एकातर्फ चाहिँ दुःख पनि छ। धेरै साथीभाइहरूसँग चाहिँ दैनिक भेटघाट हुन्थ्यो होइन, एउटा चाहिँ सद्भाव रहन्थ्यो। तर त्यो अब त्यो अलि त्यो कम चाहिँ हुने भयो। भेटघाट त होला तथापि चाहिँ कम हुने भयो। त्यस कारण यो मानेमा म चाहिँ साह्रै दुःखी नै छु होइन। तथापि चाहिँ अब हामी चाहिँ धेरै टाढाका छैनौँ, सबै चाहिँ हामी नजिकका छौँ। बाटोघाटोमा चाहिँ हामी भेटघाट नै हुनेछौँ होइन। त्यति बेला चाहिँ अब सबै साथीभाइहरूले चाहिँ यो चाहिँ अब बुढो चाहिँ हो भनेर चाहिँ व्यवस्था चाहिँ नगरिदिनु होला होइन। होइन मलाई त्यस्तो लागिरहेको छ, यो बुढो काम छैन अब भनेर चाहिँ व्यवस्था नगरिदिनु होला होइन, सम्झना राखिरहनु होला भन्ने चाहिँ यो गर्छु। अब यो जागिरमा चाहिँ सबैलाई यो एक दिन आउने नै छ होइन। यो एउटा विशेषता नै छ होइन, आउने छ। अब यसरी नै यो वीरेन्द्रनगर नगरपालिकाको चाहिँ सम्पूर्ण स्वास्थ्य कर्मीहरू, सम्पूर्ण कर्मचारी साथीहरूले चाहिँ आगामी दिनहरूमा पनि यसरी चाहिँ सम्पूर्ण चाहिँ अब सुरुवा भएर जाने अथवा निवृत्त भएर जाने चाहिँ साथीहरूलाई यसरी चाहिँ एउटा बिदाईको कार्यक्रम चाहिँ यसलाई निरन्तरता दिनुहुनेछ भन्ने चाहिँ मैले आश लिएको छु। र आजको यो जुन बिदाईले चाहिँ मलाई चाहिँ धेरै चाहिँ एकदम हर्ष विभोर चाहिँ बनाएको छ। अब मैले त्यहाँभन्दा अरू के शब्दले चाहिँ गरौँ, मलाई त्यो शब्दहरू पनि छैन है। त्यस कारणले धेरै खुसी छु भन्दै म आफ्नो दुई शब्द यही अन्त गर्दछु। हस्, धन्यवाद। म रोएँ पनि एकदम धन्यवाद छ। ठिक छ, परशुराम खड्का सरलाई